है गाइज हामी चाहिँ यतिखेर यो साँझ पख समयमा चाहिँ जङ्गलमा तरकारीको लागि दौरी आज भोलिलाई पुगो खोज्दैछौँ। हेर्नुहोस् अलि त्यो जोक्स जाँगर आयो भने तल नदी बगिरहेछ क्या र ब्याकग्राउन्डमा जालसाल फार्ने भइहाल्छ। अलि त्यस्तो काम चाहिँ नगरौँ भन्ने कुरो छ मात्र। अहिले यहाँ दौरीहरू टिप्ने सारा जङ्गल छ हेर्नुहोस् ट्याक्क पारेर मजाले भुटेर अर्ग्यानिक तरकारीहरू छ भन्दै थिएँ। एउटा पनि भुट्टा छ है। देखो देखो इधर यस्तो खालको चाहिँ हेर्नुहोस् रुद्नु यो चाहिँ हाम्रो यस्तो खालको दैनिकी छ खानपान छ। हेर्नुहोस् पहाडको हिमालको ठाउँ उकाली ओह्राली गऱ्यो ज्यान त्यसै पनि घटिहाल्छ। ल आजको भ्लगमा चाहिँ दौरीको तरकारी खाने कुरो हो त्यसको बारेमा हुन्छ है साथीहरू। ल सजिलो छ अब यहाँ पो सजिलो छ होइन, त्यतातिर त गाह्रै होला। पहिलो कुरा त अब यस्तो खाएको देख्ने बित्तिकै र्याल चुहेर गाह्रो भइहाल्छ होइन। दोस्रो कुरा अब यहाँ पो छ त त्यहाँ त छैन, त्यही कारणले गर्दाखेरि झन् गाह्रो हुन्छ साथीहरूलाई। यो त चित्याउने कथा, अरूले हेर्ने कथा सुन्ने कथा अनेक अनेक कथा ल्याउँछ नि। म चाहिँ चित्याउने कथामा पाउँछु, चित्याउने कथामा ल्याइन्छ रुद्नु हो। त्यस कारणले यता पनि घारी यस्तो छ हेर्नुहोस् ट्याक्क खायो ज्यान बनायो। कहीँ लड्न जानु छैन। चाइना र इन्डिया र पाकिस्तानको जस्तो अब युद्ध हुनसक्छ भनेर अलर्ट बसेर बस्नु छैन। आनन्दले खायो यसरी रुखका फेर फेर घुम्यो जङ्गल घुम्यो। ल चाहिँ रमाइलो छैन जिन्दगी त्यही त हो नि। अब गाडी लिनु अप्ठ्यारो हुन्छ नि, तर यसलाई रमाइलो रूपमा ल्याउनु पऱ्यो। हिँड्दाखेरि स्वास्थ्यको लागि फाइदा पनि छ, हिँड्दाखेरि दुःख भयो भन्ने कुरा मात्र होइन, स्वास्थ्य पनि त राम्रो भइरहन्छ त होइन। कुराकानी त्यसो हो साथी हो। बाँकी कुरो गीतबाट यता तलतिर गयो भने नदी छक्क के उकालो के गर्नु र। पारी पारी हो त्यस्तो पाखामा घर छन् हेर्नुहोस्, त्यस्तो उकालो छ।